साँच्ची हो मेरो स्कुलमा नै पुरै येल्लो मात्रै लाउँथेँ मैले ब्याज हुन्छ नि लाउँथेँ नि रिबन भनौँ न के भन्नु त्यहाँ टाइममा लाउँछ नि त्यो पनि मैले येल्लो नै चुज गर्थेँ येल्लो नै पर्थ्यो चुज गर्छु भन्दा नि तर तिम्रो भोइस साँच्चीकै मेरो कानमा गुन्जिरहेको हुन्छ जतिखेर नि साँच्चीकै होइन कति राम्रो भोइस उसको साँच्चीकै मलाई त साँच्चै लास्टै मनपर्छ एकचोटि नागिनवाला गीत गाउँदा अस्तिको अब खाउहरू पनि छैन एक्लै खाँदै बस्छु अब के भन्नु अब यहीँ नजिकै भएपछि खाउसाउ पनि सोध्नु पनि छैन एक्लै खाँदै बस्यो खायो खाएन पनि केही मतलब छैन बुझेन अब मैले यहाँदेखि दिएर तिमीले खान्छौ त खाँदैनौ नि भए पनि मन राख्ने कुरा हुन्छ क्या रियल हुनु पर्यो तिमी र म बोलेर रियलमा कुरा भएको छ त एडिट भएको छ त आर्टिफिसियल त्यही पनि मन खुसी भएको छ त अब उसले सोधेको थियो भने हुन्छ नि त अनि तारो सोद्धा नि सोध्दैन अझ यत्रो भन्दा नि दिँदैन कि म त केही नि भन्दैन ओए झन् कति राम्रो हौ खै देखाउ त तर मलाई घाउ हुन्छ नि डर लाग्दैछ ए म हुँदा हुँदै अरूसँग मस्किँदै बस न तिम्रो भाइ होइन हो भाइ आजदेखि भाइ भयो राजीव भेटेर म भाइ ल तिमीलाई भाइ त भन्ने अनि को हो र म भाइ कस्तो कुरा यार त्यस्तो नभन न चस्मा राज्यमा चाहिँ के दाइ हुन्छ त आज कोसँग भेट भयो राजीवसँग भेट भयो यार अनि के छ खाना भयो हाम्रो राजीव सरको उसले बरु सोध्यो किन सोधेको तिमीले मलाई तिमीले भनेर त मलाई अगाउँदैन त मैले उसलाई त्यही भनेको हेर न मैले सोधेन भनेको मैले भनेर अगाउँछ र भन्छ यस्तो हुन्छ सोध्यो तिमीले उसले सोध्यो मैले खाएन भर्खर के खाएको मैले बर्थडे थियो भाउजूको के हो कुरा म गेम खेल्न लाग्यो गेममा वेटिङ गर्दैछ अरे म एकछिनमा आउँछु ल तिमी बस्दै गर न ल कोहीसँग नमस्की बस ल आउन म तान्छु जोसँग मस्के नि के भन्छ मैले फलो गरिदिएको छु अहिले फेरि त्यस्तो होइन नि ल मैले कोहीसँग मस्किँदिनँ ल म गएको ल अहिले पछि आउँछु मस्किने होइन मैले थाहा पायो भने त कोहीसँग मस्किँदैन के म मस्किनै दिँदैन ओके भाइ ल गएको ल म ल टेक केयर के डाइलग चिप्काइदिएको मैले भोटिनी है त अब भोटिनी छैन त्यही बोलाइ ल केही नभन्नु नि तर है कङ्ग्रेचुलेसन भनेछ यार के भन्छ होला होइन बोयफ्रेन्डसँग रहेछ भन्नुपर्छ नि अनि अस्ति त ब्लक गरे भनेर रुँदै थियो त नि कहाँ ब्लक गरे छैन रहेछ त नि मैले रोएको चाहिँ छैन है ब्लक गरेर रोएको छैन है ए ल त्यसो अब गर्न मन लाग्ने गर्छ ब्लक गर्न मन लाग्ने गर्छ